हेलो प्रचण्ड बाजे, रुकुमकी 15 वर्षीय सदस्यको प्रश्न हामीलाई बगाउन लाग्यो। कता हुनुहुन्छ? फेसबुकमा पोस्ट भएको भिडियो बन्यो बहसको विषय। हेलो प्रचण्ड बाजे, कता हुनुहुन्छ? हाम्रो यहाँ पूर्वी रुकुमबाट चुनाव जितेर मात्र जानुभयो। यहाँ फुलको हाल हेर्नुहोस् यस्तो छ। भाँचिएर हामी खोलाबाट तरेर जानुपर्छ। गाई बाइसलाई बोगाउन सक्छ कि हामीलाई मान्छेलाई बोगाउन सक्छ। अनि बच्चाबाट स्कुल जान्छ नि घर जान्छ नि तिनीहरूलाई बोगाउन सक्छ। त्यही भएर यहाँ पुल बनाइदिनु पर्यो राम्रो। चुनाव जितेर मात्र जाने होइन, यहाँ पुल पनि बन्नु पर्यो र जाने आउने विद्यार्थीलाई पनि सहज हुनु पर्यो। रुकुम पूर्वको भूमे गाउँपालिका 9 चुनबाङ स्थित दोमै खोलाको भत्किएको पुल देखाउँदै 15 वर्षीय सदीक्षा ओलीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै बनाएको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल बनेको छ। फेसबुकमा पोस्ट गरिएको उक्त भिडियोले छोटो समयमै हजारौं प्रयोगकर्ताको ध्यान खिचेको छ भने स्थानीय समस्यालाई राष्ट्रिय बहसमा ल्याइदिएको छ। भिडियोमा सदीक्षाले प्रचण्डलाई प्रश्न गर्दै भनेकी छन्, हेलो प्रचण्ड बाजे, कता हुनुहुन्छ? हाम्रो यहाँ पूर्व रुकुमबाट चुनाव जितेर मात्रै जानुभयो। यहाँ पुलको हाल हेर्नुहोस् यस्तो छ। भाँचिएर हामी खोलाबाट तरेर जानुपर्छ। गाई बाछालाई बगाउन सक्छ, हामी मान्छेलाई पनि बगाउन सक्छ। बच्चाहरू यहाँबाट स्कुल आवत जावत समेत गर्छन्, तिनीहरूलाई पनि बगाउन सक्छ। त्यही भएर यहाँ पुल बनाइदिनु पर्यो। 2 महिना अघि भत्किएको उक्त पुल मर्मत नहुँदा स्थानीयवासी र खास गरी बालबालिकाहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। भूमे 9 की 15 वर्षीय सदीक्षा गाउँबाट करिब 1 घण्टाको दूरीमा रहेको गैरी गाउँ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा 10 मा अध्ययनरत छिन्। विशेष गरी वर्षायाममा दोमै खोलामा पानीको बहाव बढ्दा स्कुल आउजाउ गर्ने साना बालबालिका र स्थानीय जीवन जोखिममा पर्ने भएकाले कुनै अप्रिय घटना हुनु अघि नै पुल निर्माण वा मर्मत गर्नुपर्ने उनको मुख्य माग छ। सामाजिक सञ्जाल मार्फत उठाइएको यो साहसिक आवाजले चुनाव जितेपछि आफ्नो क्षेत्रमा फर्किएर नहेर्ने नेताहरूलाई ठूलो नैतिक दबाव सिर्जना गरेको छ भने सम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ।